त्याग अथवा यज्ञ यस्ता ठूला अनुष्ठानहरूको पछाडि आखिर के हुन्छ होला? आज हामी एउटा यस्तै पुरानो कथाको गहिराईमा पस्दैछौँ जहाँ कुतदन्त नामका एक शक्तिशाली ब्राह्मणले लिएको एउटा निर्णयले यज्ञको साँचो अर्थलाई नै पुरै बदलिदिन्छ। तर कथामा जानु अघि एउटा प्रश्नमा घोत्ल्याउन, कुनै पनि यज्ञलाई साँच्चै शुद्ध केले बनाउँछ? के त्यो त्यसको भव्यता र तयारीले हो वा त्यसको पछाडि लुकेको भावनाले? यो प्रश्नलाई मनमा राखेरै कथाको यात्रा सुरु गरौँ। ल, हाम्रो कथा सुरु हुन्छ खानुमाता भन्ने एउटा एकदमै समृद्ध शहरबाट। त्यही बस्छन् हाम्रा मुख्य पात्र कुतदन्त, एकजना निकै सम्मानित ब्राह्मण जो एक विशाल यज्ञको तयारीमा जुटेका थिए। कुतदन्त त्यो समयका भनौँ न एक प्रभावशाली र एकदमै सम्मानित व्यक्तित्व थिए। उनको योजना एउटा यस्तो भव्य यज्ञ गर्ने थियो जुन त्यस क्षेत्रमा पहिले कहिल्यै नदेखिएको होस् र जसले उनको प्रतिष्ठालाई अझै माथि पुर्यायोस्। अब त्यो यज्ञ कति ठूलो थियो होला कल्पना गरौँ है त। तयारी सुरु भयो 700 साँढेहरूबाट। त्यति मात्रै होइन, त्यसपछि 700 बाछाहरू, अनि फेरि 700 बाछीहरू र अन्त्यमा 1400 बाख्रा र भेडाहरू। सोच्नुस् त, हजारौं निर्दोष जनावरहरू यज्ञको नाममा बलि दिनका लागि लाइनमा थिए। यो कुनै अनुष्ठान मात्रै थिएन, यो त एउटा रक्तपातपूर्ण तयारी थियो। तर कथाले तब एउटा अचम्मको मोड लिन्छ जब शहरमा एक अप्रत्याशित पाहुनाको आगमन हुन्छ र कुतदन्तले एउटा यस्तो निर्णय लिन्छन् जसले सबैलाई चकित पारिदिन्छन्। ठिक त्यही बेला बुद्ध आफ्नो भिक्षुक सँगसँगै त्यही शहरमा आइपुग्नुभयो। अब यो खबर पाएपछि कुतदन्तलाई उहाँलाई भेट्ने इच्छा जाग्यो। तर उनको यो निर्णयले अरू ब्राह्मणहरूमाझ त भनौँ न ठूलै खैलाबैला मचाइदियो। यहाँ हेरौँ त कस्तो द्वन्द्व देखियो। एकातिर अरू ब्राह्मणहरू के भन्दै थिए भने कुतदन्त जस्तो ठूलो मान्छेलाई भेट्न त बुद्ध आफै आउनुपर्छ। उनीहरू प्रतिष्ठाको कुरा गर्दै थिए। तर अर्कोतिर कुतदन्तको सोच बिल्कुल फरक थियो। उनले के सोचे भने होइन, ज्ञानको सम्मान गर्नुपर्छ, म आफै उहाँ कहाँ जानु उचित हुन्छ। कुतदन्तको यो निर्णय कुनै सामाजिक प्रतिष्ठाको खेल थिएन। उनले बुद्धको बाहिरी आवरण होइन, भित्री गुणहरूलाई हेरेका थिए। उहाँको असल वंश, उहाँका सद्गुणहरू र सबैभन्दा महत्त्वपूर्ण उहाँको ज्ञान र आचरणको त्यो गहिरो मेल। यसले के देखाउँछ भने कुतदन्त केवल एक कर्मकाण्डी ब्राह्मण मात्रै थिएनन्, उनी साँचो ज्ञानको खोजीमा थिए। अनि जब कुतदन्त बुद्धलाई भेट्छन् तब बल्ल कथाको खास मर्म खुल्न थाल्छ। बुद्धले यज्ञको बारेमा एउटा यस्तो सत्य बताउनुहुन्छ जसले कुतदन्तको पुरै सोच नै हल्लाइदिन्छ। बुद्धले कुतदन्तलाई परम्पराको त्यो हराइसकेको बाटो देखाउनुभयो। उहाँले सम्झाउनुभयो, प्राचीन कालका साँचो यज्ञहरूमा रगत बग्दैनथ्यो, त्यहाँ त आनन्द र खुसियाली हुन्थ्यो। अहिले चलिरहेको यो रक्तपातपूर्ण अनुष्ठान त परम्पराको बिग्रेको रूप मात्रै हो भनेर प्रष्ट पार्नुभयो। यो कुरा बुझाउन बुद्धले अधम्म भन्ने शब्द प्रयोग गर्नुभयो। अधम्मको अर्थ के हो त? यस्तो काम जुन धर्म वा विवेकको ठीक उल्टो छ। र उहाँको भनाइमा निर्दोष जनावरहरूको हत्या गर्नुभन्दा ठूलो अधम्म अरू केही थिएन। यो कुरालाई अझै गहिरो बनाउन बुद्धले भन्नुभयो कि जब यज्ञमा पहिलोचोटि गाईहरूमाथि हतियार चल्यो तब मान्छे मात्रै होइन, देवता र पितृहरूले समेत आकाशबाट यो अधम हो भनेर चिच्याएका थिए। मतलब यो पशु बलि त ईश्वरीय इच्छाको पनि विरुद्ध थियो। गाईहरूलाई किन यति विशेष मानिन्थ्यो भन्ने कारण पनि स्पष्ट पारियो। उनीहरूलाई त परिवारको सदस्य, आमा, बुबा, दाजुभाइ जस्तै मानिन्थ्यो, किनभने उनीहरूबाट हामीले औषधीय गुण भएका कति चिजहरू पाउँछौँ। त्यसैले यस्ता साथी जस्ता प्राणीको हत्या गर्नु त ठूलो पाप मानिन्थ्यो। बुद्धका यी कुराहरू सुनेपछि कुतदन्तको मनमा त भनौँ न ठूलै भुइँचालो गयो। उनको हृदय परिवर्तन भयो अनि उनले तुरन्तै एउटा साहसी र दयालु निर्णय लिए। यो रूपान्तरण एकदमै छिटो भयो। पहिलो, उनले बुद्धको शिक्षालाई एकदमै ध्यान दिएर सुने। दोस्रो, उनले बुझे कि उनले गर्न लागेको काम त एउटा ठूलो पाप रहेछ। अनि तेस्रो,
तुरुन्तै उनले यज्ञका लागि बाँधिएका सबै जानवरहरूलाई फुकाउन आदेश दिए र चौथो उनले तिनीहरूलाई जीवनको उपहार दिए। एकछिन कल्पना गरौँ त त्यो दृश्य। हजारौं जानवरहरू जो केही समय अघिसम्म मृत्युको मुखमा थिए अब हरियो घाँस खान, चिसो पानी पिउन र खुला आकाशमुनि स्वतन्त्र भएर घुम्न थाले। यो त हिंसामाथि करुणाको एक शानदार विजय थियो। तर कुर्तदन्तको कथा यतिमै सकिँदैन। उनले जनावरहरूलाई मुक्त मात्रै गरेनन्, बरु यज्ञको साँचो अर्थ के हो भन्ने पनि बुझे। यहाँनिर बुद्धले यज्ञको पुरै परिभाषा नै बदलिदिनुभयो। उहाँले सिकाउनुभयो कि साँचो यज्ञ बाहिरको आगोमा केही पोलेर होइन, आफ्नै भित्र मनमा गरिन्छ। यो के हो त? यो हो शील अर्थात् राम्रो नैतिक आचरण, समाधि अर्थात् मनलाई अनुशासित र एकाग्र बनाउनु, र पन्या अर्थात् विवेक र अन्तर्दृष्टिको विकास गर्नु। यही नै सबैभन्दा ठूलो र शुद्ध यज्ञ हो। यो नयाँ ज्ञान पाएपछि कुतदन्त बुद्धका गृहस्थ शिष्य बने। उनले त्यो रक्तपातपूर्ण यज्ञलाई सधैँका लागि त्यागेर शील, समाधि र पन्याको मार्ग अपनाए र जीवनको साँचो आनन्द पाए। कुतदन्तको यो कथाले हामीलाई पनि एउटा गहिरो प्रश्न सोध्न लगाउँछ। यदि साँचो यज्ञ बाहिर केही कुरा त्याग्नु होइन, बरु आफ्नै भित्र असल गुणहरूको विकास गर्नु हो भने आजको हाम्रो जीवनमा हाम्रो साँचो यज्ञ के होला त? यो प्रश्नको जवाफ सायद हामी सबैले आफैभित्र खोज्नुपर्छ।